सो यो भिडियो चाहिँ जसले आफ्नो अर्थो ट्रिटमेन्ट गरिरहनु भएको छ वा ब्रेसेस लगाइरहनु भएको छ उहाँहरूलाई चाहिँ एकदमै इम्पोर्टेन्ट हुनसक्छ। यो हामीले ब्रेसेस लगाइसकेपछि चाहिँ हाम्रो दाँतमा खानाहरू फस्ने अड्किने समस्या बढी हुन्छ र त्यसको कारणले चाहिँ किरा लाग्ने समस्या पनि बढी हुन्छ। त्यसैले यो ब्रेसेस लगाइसकेपछि चाहिँ हामीले झन् धेरै आफ्नो दाँतको ख्याल गर्नुपर्ने हुन्छ, एक्स्ट्रा ओरल केयर लिनुपर्ने हुन्छ। म आफैले पनि ब्रेसेस लगाएको छु, त्यसैले हजुरहरूलाई एउटा सानो टिप्स भन्दैछु जसका कारण हाम्रो यो दाँतहरू चाहिँ हामीले सफा राख्न सक्छौँ। भर्खरै मैले ब्रस गरिसकेँ। अब नर्मली नै ब्रस गर्ने हो, बिहान र बेलुका 2 चोटि हजुर ब्रस गरिसकेपछि चाहिँ हजुरहरूले चाहिँ एक्स्ट्रा 2टा कुरा गर्नुपर्ने हुन्छ। एउटा चाहिँ हामीले यो डेन्टल फ्लस युज गर्नुपर्ने हुन्छ भने अर्को चाहिँ यो इन्टरडेन्टल ब्रस युज गर्नुपर्ने हुन्छ। यो हाम्रो इन्टरडेन्टल ब्रस चाहिँ यता देखाउनुहोस् त। यसरी यो 2 दाँतको बिचमा चाहिँ हाम्रो नर्मल ब्रसले जाँदैन, त्यसरी यसरी 2टा दाँतको बिचमा चाहिँ यसरी सफा गरेर देखाउनु पर्ने हुन्छ। यसरी हरेक दाँतको। र अब यो ब्रस गरिसकेपछि चाहिँ हाम्रो यो फ्लस भन्ने हुन्छ। यो फ्लस चाहिँ हामीले सानो एउटा निकालेर यसरी 2 दाँतको बिचमा छिराएर यसरी युज गर्नुपर्ने हुन्छ। त्यसैले सबैजनाले ब्रेसेस लाउने सबैजनाले चाहिँ यसरी इन्टरडेन्टल ब्रस र इन्टरडेन्टल फ्लस युज गर्नुभयो भने चाहिँ हजुरको दाँत अझै पनि हेल्दी र स्वस्थ हुन्छ।